म चाहिँ आज नेपाल एम्बेसी जाँदैछु। त्यसको लागि म कम्पनीबाट फेन्तेक स्टेसनसम्म साइकलमा गएँ अनि साइकललाई चाहिँ त्यही स्टेसनकै पार्किङ एरियामा छोडेर बाथरुम गएँ अनि योङसानको टिकट लिएँ। योङसानको टिकट लिएपछि म ट्रेन चढ्ने ठाउँमा गएँ। ट्रेन पनि आइपुग्यो। म ट्रेनको सिट खोज्दै खोज्दै ट्रेनको आफ्नो सिटमा बसेँ अनि म एक्लै छटपटिँदै बल्ल बल्ल योङसान आइपुगेर झरेँ। सौल आइपुगेपछि चाहिँ मैले लीलालाई भेटाएँ। फाइनल्ली 4 वर्षपछि है यो चाहिँ हाम्रो भेट भएको। अनि हामी गफ गर्दै गर्दै नेपाल एम्बेसी पनि पुगिहाल्यौँ। अनि टोकन लिएर आफ्नो के कामको लागि गएको त्यो काम गरेर बल्ल बल्ल भेट भएको बेला भन्दै एउटा फोटो भिडियोहरू खिच्यौँ। यो घामले त कालो मान्छेलाई झन् कालो बनाइदियो भन्दै हिँड्दैछु म चाहिँ। अनि भोक लाग्यो भन्दै हामी चाहिँ नेपाली रेस्टुरेन्ट जाने सल्लाह गर्दैछौँ। हामी दुईजना चाहिँ नेपाली रेस्टुरेन्ट गएर यसो मेनुहरू हेरेर लास्टमा मगाउने भनेको मैले चाहिँ चाउमिन नै हो। खाजा खाएर चाहिँ अब चाहिँ जानुपर्छ भनेर चाहिँ हामी चाहिँ आफ्नो आफ्नो ठाउँको टिकट लियो। अनि यहाँ बाई बाई भन्दै हामी छुट्यौँ। त्यसपछि त म ट्रेनमा एक्लै बैरागिँदै यात्रा गरेँ। अनि फाइनल्ली फेन्तेक पनि आइपुग्यो। म त्यहाँ झरेँ, यसो हेरेको है एउटा प्यान्ट किन्नु पर्यो भनेर हेरिरहेको छु। त्यसपछि एउटा प्यान्ट किनेँ अनि कपाल पनि जिङ्रिङ्ग साइकलमा म भूत जस्तो अवस्थामा आइपुगेँ। साइकल राखेर माथि किचनमा आउँछु त दिदीले त झन् धेरै चाउमिन बनाउनु भएको रहेछ, त्यो पनि खाइदिए।